बाटोमा बादलहरू भेरीको पुल ए यहाँ आउँदै हुनुहुन्छ गाइजहरू। हजुर यो सुर्खेत जाने बाटोमा भेरीको पुल छ, त्यही पुल हो। हाम्रो दाइ र मोटु आउँदै हुनुहुन्छ। हामी ठ्याक्कै आइपुग्यौँ दिदीको घर। भान्जी 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 मेरो काम भ्याउनु छ कि 11 बजे अगाडि। यो सुर्खेतको रङ्गशाला हो। अब भित्र चाहिँ पाइएन, त्यही भएर बाहिरदेखि देखाउँदैछ। मजाले हेर्न सक्नुहुन्छ। कस्तो राम्रो छ सुर्खेतको रङ्गशाला। यहाँबाट गेट छ। हामी अब देउती बजै मन्दिरको प्रवेशद्वारमा छौँ। यहाँदेखि अब देउती बजै जान्छ माथि। हामी ठ्याक्कै देउती बजै मन्दिरको यो चाहिँ मेन गेट हो। हामी त्यहाँ आइपुग्यौँ। अनि यहाँ चाहिँ पूजा सामग्रीहरू पाइन्छ। पूजा सामग्रीहरू पूजा सामग्री हामी यहाँबाट अब पूजा सामग्री किन्छौँ यो पसलदेखि। कसरी हो नै समझ तो भाई रोक दी नहीं। मन्दिर पनि आओस् न। लिया जरा
अगाडिबाट खिच्यो भनेको मान्छे हल्लाइदियो यो उल्टो हिँड्दाखेरि कुकुरले भयो के माथि हड्डी हामी ठ्याक्क काँक्री बिहार आइपुग्यौँ। काँक्री बिहार यो गेट हो। अब ठ्याक्क पारेर हामी भित्र घुम्छौँ। छोरी हामी कहाँ छौँ? ए यहाँ केरा खाँदैछौँ। हामी अझै सुर्खेतको बुलबुलेमै नै छौँ। बुलबुले नै घुम्दैछौँ। यो चाहिँ गेट हो। अब हामी यहाँबाट जान्छौँ र पुरै एरियाहरू म हजुरलाई देखाउँछु। यहाँ सुरुमै मन्दिर रहेको छ। धेरैजना त आइसक्नु भएको छ होला यहाँ। म पनि पहिला त धेरै नै आएको, अहिले धेरै समय भएन आएको। यहाँ चाहिँ सेतो हाँसहरू रहेछ, कस्तो राम्रो पानी हाँसहरू हो कि के हो? हाँस त हाँस हो। त्यहाँ बाबा छोरीलाई तिर्खा लाग्यो रे, त्यही भएर पानी किनेर खुवाउँदै हुनुहुन्छ। यो बुलबुले मेन
यो चाहिँ बुलबुलेको मेन यही हो। खै अहिले त बुलबुले पनि के भएको यस्तो बुलबुले जस्तो पनि भइन्छ। यता यी फोनमा व्यस्त हुनुहुन्छ हाम्रो बाबु। कति राम्रो पुल हो यो। यता खै के बन्दैछ संरचनाहरू के बन्दैछ फेरि। कुकुरहरू छन् टन्नै। यता पिकनिक स्पोट हो। पहिला पिकनिक खान आउँथ्यौँ हामीहरू। यो यता चाहिँ गार्डनहरू छ। खासै केही त छैन। सुर्खेतको चाहिँ यो एकदम प्रख्यात ठाउँ मानिन्छ। देउती बजे मन्दिर, बुलबुले, अनि त्यसपछि काँक्री बिहार चाहिँ सुर्खेतको एकदमै प्रख्यात ठाउँ हो। यहाँ मानिसहरूको धेरै नै भिडभाड हुने गर्छ। यहाँ क्यामेराम्यान भाइहरू हुनुहुन्छ। ओहो बोटिङ गर्ने ठाउँ। यहाँ बोटिङ हुँदैछ। कस्तो राम्रो। वाउ वाउ। हेर्न सक्नुहुन्छ हजुरहरूले बुलबुलेमा कस्तो राम्रो बोटिङ छ। एरोप्लेन पनि ठ्याक्कै एरोप्लेन उड्ने बेला भएको रहेछ। कस्तो पानी गरेको है छल्केको यी। पुरै ठ्याक्कै नेपालगञ्जको वाटर पार्क जस्तै स्टाइलको रहेछ के यो। कस्तो लागिरहेछ त गर्मी घुम्न आउँदा? गर्मी लागिरहेको। कति वर्षपछि आउनु सुर्खेत? 10 वर्ष 11 वर्ष भयो। के भयो यहाँ तपाईँ के गर्ने कुरो भयो? जाने कुरो भयो कि